जुमले भन्नु त ल आज यहाँ के हुँदैछ तेन्जिङ एन्ड याङजुम सो आज हामी यता साथी सेवाबाट एउटा के अरे सीपीआर को वर्कशप गर्न गएको छौँ हैन हाम्रो सोनामाको कम्युनिटी मेम्बरहरुलाई अब सीपीआर कसरी गर्ने कुन बेला गर्ने भनेर सिकाउन गइरहेको छौँ हामी आज सो ओके या सो सबैजना आउनु भएको छ यहाँ अब रेडी हो ब्रो एकदमै रेडी भाइ ओके ल अनि अरु यता बढी आउनुस् प्लिज औहरु पनि खासमा तपाईहरु त्यही बसेर हामी यही गरौँ न सिलीको दुई दाउ थियो गोलो गरेर गोलो गरेर पिछे गरेर राम्रो देखिन्छ हो अलि शेडमा जाने हो आलु त तानी आको र यता म गयो यता गयो नभए आलु त तानो yep भन्नेलाई पनि गाह्रो हुन्छ आई थिंक फेसिङमा चाहिँ वर्ड तिम्रो उताबाट भन्नु पर्यो अझै यताबाट तपाईहरु वरिपरि गोलो भएर बस्छ यसरी बस्छ अनि उताबाट राम्रो पनि देख्छ ल जुसै ओके ल रेडी रङ साइडमा बस्नु भयो यता हेर्नु पर्यो नि यता हेर्नु पर्यो अपोजिट यहाँ यता सो आज हामी चाहिँ साथी सेवाबाट एउटा सीपीआर को वर्कशप गर्न गइरहेको छु सीपीआर भनेको चाहिँ के हो भने अब तपाईहरुको कुनै बेला मान्छे केही भएर मुटु रोक्यो भने हाम्रो शरीरको रगतमा अझै अक्सिजन बाँकी हुन्छ अनि त्यो अक्सिजन रगतमा भएको अक्सिजन चाहिँ अरु अङ्गमा कसरी पुर्याउने मुटु धड्काएर बाहिरबाट धड्काएर कसरी बाहिर अङ्गमा पुर्याउने चाहिँ सिकाउनु गइरहेको छु हैन यसले चाहिँ अब ज्यान जोखिममा भएको बेला तपाईहरुको मान्छेको ज्यान के रे सीपीआर दिनु र नदिनुमा मान्छेको ज्यान बस्नुमा 2 देखि 3 गुना बढी ज्यान बस्छ सीपीआर दियो भने 2 देखि 3 गुना बढी बच्छ हैन सो अब त्यसको बारेमा भन्न गरेको छु अहिले याङजुनले चाहिँ अब फर्स्ट स्टेप्सहरु के अब तपाईले मान्छे ढलेको भेट्यो भने कि कोही ढल्यो भने अचानक ढल्यो भने के पहिला के गर्नुपर्छ त्यसपछि के गर्नुपर्छ भनेर भन्नु गइरहेको छ है फर्स्टमा चाहिँ तपाईहरुले कहिले सीपीआर गर्नु भएको छ छैन सो यो सबै लाइक नयाँ भए तपाईहरुलाई सो हामी चाहिँ लाइक डेमो देखाउँछौ हैन लाइक स्टेप बाइ स्टेप कसरी गर्ने भनेर सो लेट्स से लाइक यो चाहिँ एक्जाम्पल हो एउटा मान्छे ढले हैन सो फर्स्ट स्टेप हामी के गर्ने भने लाइक गएर बोलाउने हैन नाम निकाल्नु भने फर्स्टमा चाहिँ के भने अब तपाई के गर्नुपर्छ भने तपाई आफ्नो लाइक आफ्नो नै लाइक हेल्थलाई हेर्नुपर्छ सो मेक श्योर गर्नुस् कि नजिकै केही डेन्जरस कुरा छैन कि अब लेट्स से अब कोही ढल्ने बेला अब सामानहरु लाइक बुल्डुङ परेर अब
केही तपाईँ माथि लड्नु सम्भावना छ कि त के त्यस्तो चाहिँ क्लियर गर्नुपर्छ सबभन्दा पहिला चाहिँ आफ्नो ज्यानको जोखिम लिनुपर्छ होइन आफ्नो ज्यानको ख्याल लिनुपर्छ सो फर्स्टको चाहिँ मान्छे ढलेको देख्यो भने वरिपरि केही डेन्जरस छ कि छैन कि केले तपाईँको स्वास्थ्यलाई हानिकारक छ कि छैन चाहिँ हेर्नु पऱ्यो त्यो चाहिँ क्लियर गर्नु पऱ्यो होइन अनि त्यसपछि सेकेन्ड स्टेप सो फर्स्टमा चाहिँ तपाईँले त्यो मान्छेलाई बोलाउनु पर्छ होइन नाम लिएर अनि हल्लाउनु पर्छ साँच्चीकैको बेहोस हो कि के हो भनेर रिस्पोन्सिभ छ कि छैन भनेर चेक गर्नुपर्छ सो अब त्यसमा त्यो भनेको चाहिँ अब हाम्रो शेर्पा कल्चरमा चाहिँ अब मान्छे अलिकति हल्का त्यस्तो गर्छ होइन त्यस्तो चाहिँ गर्ने होइन है अब अलिकति कसेर भन्नु औ कि छैन भनेर अलिकति गरेरै भन्नुपर्छ किनभने अब बिस्तारै भयो कुनै बेला मान्छे सुत्यो भने के छ उठ्दैन हाम्रो मान्छेहरू होइन तर अलिकति जोडले नै उठ्नु भएको छ कि छैन हेर्नुपर्छ सो फर्स्ट टाइम त्यो भयो अनि त्यसरी अब केही रिस्पोन्स आएको र मान्छे बोलेको छैन भनेपछि अब सास फेरेको छ कि छैन तर त्योभन्दा अगाडि फर्स्टमा 911लाई कल गर्नु पऱ्यो होइन सो तपाईँको छेउको मान्छेलाई कि त तपाईँ आफै 911लाई कल गर्नुहोस् होइन फर्स्टमा त्यो भने अब तपाईँ 911 फोन सबैले युज गर्न आउँछ नि हेलो 911 यहाँ मान्छे ढलेको छ अब इङ्ग्लिसमा भने अब यो चाहिँ यहाँ नेपालीमा भन्यो भने फेरि उनीहरूले बुझ्छ हेलो 911 there's a man falling down I need help this is the address होइन अब यो एड्रेस हो हाम्रो भन्नु पऱ्यो सो 911 कल गरेपछि सो अब मद्दत आउँदैछ होइन तर हामीले के गर्न सक्छ क्या यो मान्छेको सर्भाइभल रेट बढाउनको लागि होइन सो सास फेरेको छ कि छैन भने चेक गर्नुपर्छ मान्छे सास फेरेको छ कि छैन भने हामी कसरी चेक गर्ने फर्स्टमा तपाईँको कान चाहिँ नाकको छेउमा लग्ने सास फेरेको हावा जस्तो आउँछ कि आउँदैन होइन त्यो चेक गर्नु पऱ्यो त्यो भन्नाले चाहिँ अब यो है कान अलिकति नाकको नजिक लगाएर उनीहरूको सास तपाईँको कान अलिकति सेन्सिटिभ हुन्छ नि अब त्यसले उनीहरूको सास फिल गर्छ कि गर्दैन हेर्नु पऱ्यो अर्को चाहिँ के छ भने उनीहरूको छाती हेर्ने यस्तो गर्दै छाती हेरेर तपाईँको छाती माथि तल गइरहेको छ कि छैन होइन अब यो दुईवटा सास फेरेको तपाईँले केही देखेन भने अनि अर्को स्टेप चाहिँ सो अब सास फेरेको छैन मान्छेले त्यसपछि तपाईँले अब सिपिआर दिने भनेर तपाईँलाई रेडी भयो क्या अब तपाईँ अब सिपिआर दिनको लागि के गर्नुपर्छ फर्स्टमा चाहिँ तपाईँले त्यो लोकेसन थाहा हुनु पऱ्यो कहाँ सिपिआर दिने भनेर होइन सो लोकेसनको लागि चाहिँ त्यो दुईवटा निपलको बिचमा तपाईँको हात राख्नुपर्छ होइन सो तेन्जिनले देखाउँछ कता भनेर हाम्रो अब यो डमीमा हाम्रो अहिले भएको डमीको बिचमा तपाईँले हेर्नु यहाँ दुईवटा निपल छ होइन यो दुईवटा निपलको टक्क बिचमा हात यहाँ टक्क बिचमा त्यो पनि यो हाम्रो इङ्ग्लिसमा पम भन्छ त्यो चाहिँ यो लाक्पी थिल चाहिँ टक्क यो छातीकोमा टक्क एउटा तपाईँको सबभन्दा डोमिनेन्ट ह्यान्ड तपाईँको जुन हातले लेख्छ बढी काम तपाईँले गर्छ नि त्यो चाहिँ यसमाथि गयो होइन अनि नेक्स्ट चाहिँ तपाईँको अर्को हात चाहिँ तपाईँको यो हातमाथि अनि तपाईँको औँला लक गर्नु पऱ्यो हात लक गर्नु पऱ्यो होइन हात लक गरेपछि तपाईँको हामीले सिपिआर अब हामीले तपाईँहरूले सोच्दा हातबाट बढी ताकत आउँछ कि जिउबाट बढी ताकत आउँछ जस्तो लाग्छ हातबाट चाहिँ होइन किनभने तपाईँको तपाईँको हात यस्तो हेर्नुहोस् हात जिउको कम्पेयर टु हात कति पातलो छ नि तर हातबाट गऱ्यो भने तपाईँ थाक्छ बढी साह्रो थाक्छ सिपिआर लामो समयसम्म दिन सक्दैन सो यसको लागि चाहिँ तपाईँको यो हात चाहिँ लक गर्ने सिधा हात राख्ने हात नबगाउने सिधा हात होइन अनि तपाईँको यो छाती चाहिँ उसको छाती माथि गयो होइन छाती माथि गएपछि पुरा जिउको वेटले वजनले दबाउने है यसरी गर्दै सिपिआर यो चाहिँ दिनुपर्छ होइन अब सिपिआर दिँदा चाहिँ हामीले के गर्छ भने तपाईँहरूको मुटु धड्किँदा जिउबाट रगत धकाल्छ नि होइन अब जिउभित्र मुटु रोकेपछि चाहिँ हामीले चाहिँ बाहिरबाट दबाएर जिउको के अरे मुटुको काम बाहिरबाट गरिरहेछ सो यसले चाहिँ जिउ के अरे हाम्रो मुटु धड्काउँछ अनि रगत जिउबाट पुऱ्याउँछ होइन अनि मान्छेले सास नफेरे पनि हाम्रो रगतभित्र हाम्रो जिउमा के अरे हाम्रो अब तपाईँलाई थाहा छ नि अक्सिजन हामीले सास फेरेको हावा चाहिँ रगतबाट अङ्गमा जान्छ नि हाम्रो अङ्गले चाहिँ सबै रगतमा भएको अक्सिजन एकैचोटि युज गर्दैन सो रगतमा सास नफेरे पनि अक्सिजनको मात्रा धेरै नै हुन्छ अनि सिपिआर दिएर त्यो बाँकी भएको अक्सिजन चाहिँ अरू जिउमा पुऱ्याएर जिउको अङ्गहरूलाई चाहिँ जिउँदै राख्छ क्या अनि त्यसैले अब बाँच्ने सम्भावना बढी हुन्छ किनभने तपाईँहरूको हात मुटु नधड्कियो भने तपाईँको जिउको अङ्गमा के अरे अक्सिजन पुग्यो भने हस्पिटलमा गएर मुटु सुरु गर्न सक्यो भने फेरि जिउको अङ्ग बाँच्छ अनि मान्छेको ज्यान पनि बाँच्छ होइन सो अब हामीले सिपिआरको डेमो देखाएँ तपाईँहरूलाई अनि अब धेरै मान्छेले सोध्छ सिपिआर चाहिँ अब हल्का गर्ने भनेर होइन फेरि सिपिआरको बेला कुनै बेला मान्छेको करङ भाँच्न सक्छ त्यो धेरै धेरै नर्मल हो त्यति बेला अब कुरा चाहिँ के भयो भने अब मान्छेको ज्यान
ज्यान प्यारो कि करङ प्यारो होइन अब करङ भाज्यो भने मान्छे भाज्यो भने ठिक छ करङ निको हुन्छ होइन अब ज्यान गयो भने करङ ठिक भयो भने के गर्ने सो अब त्यस्तो कुरा सोचेर अब लाइक अलिकति लाइक हामीले भन्छ 1-2 इन्चको चाहिँ छातीभित्रै जानुपर्छ होइन हाम्रो यो अहिलेको आजको प्र्याक्टिस डमीमा तपाईँले अलिकति हल्काले गर्यो भने केही हुँदैन तर सही तरिकाले गर्यो भने तपाईँले यो क्विक सुन्नुहुन्छ अनि लाइक फर्स्टमा चाहिँ यो गर्दाखेरि लाइक यो पोजिसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ किनभने तेन्जिङले गरेर गर्छ एकचोटि लाइक यो चाहिँ तपाईँको हात चाहिँ सिधा राख्नुपर्छ धेरै जस्तो चाहिँ लाइक गर्दाखेरि फर्स्टमा गर्दाखेरि हात चाहिँ यस्तो बाङ्गो हुन्छ क्या अनि बाङ्गो तरिकाले दिइरहन्छ लाइक मेक स्योर तपाईँको लागि यो हात चाहिँ सिधा छ क्या सिधा भयो भने तपाईँको जिउको फोर्स सबै गइरहेको छ क्या छातीमा है अब नेक्स्ट भनेको अब कति छिटो दबाउनुपर्छ होइन जेनरल रुल चाहिँ 1 सेकेन्डमा 2 चोटि दबाउनुपर्छ सो यो चाहिँ एकदम धेरै चाँडो जानुपर्छ है अब म तपाईँहरूलाई अब अहिले देखाउँछु लाइक सिपिआर रियल टाइममा दिने भए कसरी कति छिटो जानुपर्छ है सो सुन्नु है एक सेकेन्डमा 2 चोटि सुन्नु नि कति चाँडो गइरहेको छ होइन त्यो अब इङ्ग्लिसमा भन्यो भने एउटा गीतको रिदम हुन्छ अब तपाईँलाई स्टेइङ अलाइभ भन्ने गीत थाहा छ कि थाहा छैन तर त्यो गीतको रिदममा गयो भने तपाईँले अब हा 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 स्टेइङ अलाइभ भन्छ नि त्यति चाँडो अब हाम्रो भयो नि होइन अब हेर्ने हा 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 स्टेइङ अलाइभ भन्यो नि होइन अब गीतको धुन थाहा नभयो भने छिटो गर्नु भने चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 भने यतिदेखि चाँडो जानुपर्छ होइन हाम्रो त्यो लभ शङ्करदेखिको ढुङ्गाको धुनमा छ सो सिपिआर त्यो भयो सिपिआर चाहिँ अब तपाईँले अब कति के अरे दिइराख्नुपर्छ होइन अनि कुनै ब्रेक बिचबिचमा ब्रेक लिएर पनि मान्छे सास फितायो कि मुटु धड्कन फितायो कि आएन पनि चेक गरिराख्नुपर्छ होइन तर अब मान्छे आउनेसम्म सिपिआर दिएको गऱ्यो भने चाहिँ जिउको अङ्गहरू बाँच्छ अनि मान्छे बाँच्ने सम्भावना बढी हुन्छ तर यहाँको भनेको चाहिँ सबभन्दा पहिला चाहिँ 911 चाहिँ कल गर्नुपर्छ किनभने सिधा सिपिआर दियो भने अब 911 आएन भने मान्छेको ज्यान बाँच्नु पनि गाह्रो हुन्छ नि त सो फर्स्ट अब हामी अब सबै डेमो चाहिँ सक्यो होइन तर अब सबै सिपिआर दिन चाहिँ कहिले बन्द गर्ने भनेपछि होइन जब मान्छेले लाइक सास फेर्न थाल्छ कि त बोल्न थाल्छ होइन तपाईँ सिपिआर दिइरहेको छ लाइक अचानक आँखा खोल्यो रे कि त बोल्न थाल्यो रे भनेपछि लाइक सिपिआर दिन बन्द गर्नुपर्छ कि त लाइक अब एम्बुलेन्स आयो होइन एम्बुलेन्स आएपछि तपाईँले सिपिआर दिइरहेको छ अनि एम्बुलेन्स आएको मान्छेले ओ मैले सिपिआर दिइरहेको थिएँ भन्ने अनि हो त्यतिखेर तपाईँले बन्द गर्न सक्नुहुन्छ तर सकेसम्म चाहिँ लाइक गरिरहनु पर्छ अब सबै सिम्पल पार्नुलाई चाहिँ के भन्नुपर्छ नि सो पहिला चाहिँ के हो भने सिन सेफ्टी सबै हेर्नुहोस् त्यो मान्छे ढलेको मान्छेको वरिपरि सबै सेफ छ कि छैन भनेर चाहिँ फर्स्ट कुरा चाहिँ त्यो भयो है त्यसपछि मजाले हलाउने कराउने लाइक मान्छे उठाउनु खोज्ने उड्नु छ कि छैन भनेर अलिकति बेसारी सेपमा जस्तै होइन तर अलिकति बेसारी नै हर्नु पऱ्यो है थर्ड के भयो भने 911 कल गर्ने अनि उहाँले भन्ने तपाईँहरू कहाँ छ मान्छेको हालत के छ ढलेको छ सास के अरे ढलिरहेको छ मान्छे आउनु यो एड्रेसमा आउनु पऱ्यो भनेर कुरा हो दुईवटा कुरा चाहिँ पऱ्यो एड्रेस अनि मान्छेको हालत कस्तोमा छ होइन थर्ड भनेको तपाईँको सास हेर्नु कान चाहिँ नाकको नजिक ल्याएर अनि छाती हेर्नु कि त हावा तपाईँको कानमा हावा आएछ कि छैन कि त मान्छेको छाती माथि तल गएको छ कि छैन होइन अनि त्यसपछि सास छैन भने चाहिँ सिपिआर दिन सुरु गर्ने है सो यो हो होइन सिपिआरको डेमो अहिले अब म याङजुमहरू यो डमीहरू फैलाएर तपाईँहरूलाई अलिकति प्र्याक्टिस गराउँछु है तर त्योभन्दा अगाडि चाहिँ अब लाइक तपाईँहरूबाट होइन सो सिपिआरको सबभन्दा फर्स्ट मान्छे ढल्यो भने के गर्नुपर्छ सुरुमा चाहिँ सुरुमा चाहिँ आत्तिनु भएन आफू आत्तिनु भएन नम्बर 1 चाहिँ आत्तियो भने त सकिहाल्यो नि हुनु पनि हो सुरुमा चाहिँ आफू आत्तिनु हुन्न आत्तिन्छ तर कन्ट्रोल हाल्नु पर्यो सेल्फ कन्ट्रोल अनि सराउन्डिङ हेर्नु पर्यो सो पहिला भयो सेफ्टी आफ्नो अनि अरूमा ढलेको मान्छेको है सेकेन्डमा के हो फोन गरिहाल्ने 911 डायल गरिहाल्ने है मान्छे ठिक छ तर एम्बुलेन्स आयो भने ठिक छ त्यो भयो भने केही हुँदैन तर मान्छे बेठिक छ एम्बुलेन्स आएन भने चाहिँ त्यो चाहिँ अलिकति गाह्रै हो सो थर्डमा के भयो सिपिआर सुरु गरिहाल्छ हलाउने सुरुमा हलाउनु पर्यो ए होइन सेकेन्डमा पो हलाउने हो त तपाईँहरूले त मलाई पो कति साह्रो सेकेन्डमा पो हलाउने हो थर्डमा पो ए यस्तो रहेछ ओके सुरुमा चाहिँ आफ्नो सराउन्डिङ हेर्नु पर्यो होइन त्यसपछि सेकेन्डमा चाहिँ हलाउनु पर्यो ओइ चोइ भनेर बोलाउनु पर्यो होइन त्यसपछि चाहिँ 911 डायल गरिहाल्ने
त्यसपछि चौथोमा के भयो CPR सुरु गर्ने सास चारमा भयो सास चेक गर्ने बोलाउँदाखेरि पनि चेक बोलाउँदैपछि चेक गर्नु पर्यो बोलाएपछि सास चेक गर्नु पर्यो सास फेरेछ भने 5 मा के हो त्यहाँबाट चाहिँ CPR सुरु गर्ने अनि CPR कहिले रोक्ने त्यो मान्छेले आँखा खोल्यो भने अथवा अलि हलचल सास फेर्यो भने उनीहरू जिउ आफै जिउ हल्लायो भने पनि CPR छाड्यो हुन्छ किनभने त्यति बेला मान्छे उठिरहेको हुन्छ नि नबोल्नु सक्यो भने जिउ हल्लाइरहेको छ भने चाहिँ सो त्यो चाहिँ CPR को हो अहिले याङजुम त्यो कुनामा म यो कुनामा अनि त्यति छ नि त्यतिखेर त्यो मान्छेले पानी पानी भन्यो भने पानी दिने कि कुनै बेला पानी नदियो कुनै बेला पानी नदियो पनि भन्छ नि त्यही भएर पानी पानी भन्यो भने त अब त्यो पनि अब मान्छे ठिक छ उठिरहेको छ भने ढलेको मान्छे बोल्नु नसक्ने मान्छेलाई चाहिँ पानी नदिने हो तर अब आफूले मुखले पानी 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 भनेर चाहिँ दिने सो CPR चाहिँ यो होइन इम्पोर्टेन्ट के छ भने अहिले आज तपाईँहरूलाई हामीले जे सिकाइरहेको छ नि यो चाहिँ तपाईँहरूको ज्ञानको लागि हो तपाईँहरूसँग के अरे CPR को सर्टिफिकेसन छैन त्यो तपाईँहरू प्रोफेसनली लाइसेन्स छैन तर मान्छेको ज्यान जोखिममा भएको बेला अब साथी गऱ्यो भने राम्रो सिकेर साथी गरेर राम्रो भनेर सिकाउनु पहिला प्र्याक्टिस गरौँ अनि ल अब चाहिँ प्र्याक्टिस ल हामीले अघि गरिसक्यो ल केटी मान्छेहरूबाट सुरु गर ल ल ल मिङ्गी बा प्र्याक्टिस गर न ल पहिला हामी छुट्टिनुभन्दा अगाडि एकजना भलन्टियर छ एकजना भलन्टियर आफ्नो भलन्टियर हो आउनुहोस् ल आफ्नो डेमो देखाउनु भएको डोलमाले अघि बोला कि बोलाएन भने बोलाउनु डेमो देखाउँदैन क्या डोलमा अघि सुरुदेखि ल अब त्यो मान्छे डोलिरहेको छ ल सबैजना सुन्दै डोलमा आयो त्यो ल चिज मान्छे देख्यो सुरुमा सराउन्डिङ हेर्नु पर्यो नि के छ चप ल first thing and then to see if he's sleeping or okay, so we'll say, hello, are you awake? Are you awake? अलिकति बेसर गर्नु पर्यो चिज Hello, are you awake? Finishing the day and listen to and then address भन्ने अनि condition भन्ने मान्छेको अनि त्यहाँबाट CPR सुरु गर्ने सास त्यसपछि अनि त्यहाँबाट CPR सुरु गर्ने चिजीको छाती मान्छेको छातीमाथि हो चिजीले भनेको चाहिँ फेरि स्पिड चाहिँ चिजीको सही थियो टेक्निक पनि सही थियो है सो रिमेम्बर इम्पोर्टेन्ट थिङ चाहिँ के हो भने मान्छेको आफ्नो छाती त्यो मान्छेको छातीमाथि हात सिधा तल अनि यो एल्बो चाहिँ लक सिधा हात सिधा गर्ने अनि जिउले दबाउने हातले मात्रै होइन जिउले दबाउने होइन फेरि कुरा चाहिँ के छ भने तपाईँहरूको गुड स्मेरिटेन्स ल भन्ने एउटा छ नियम छ होइन त्यो चाहिँ अब तपाईँको मान्छेको ज्यान जोखिममा देख्यो भने तपाईँले मद्दत गरेर त्यो मान्छेलाई पछि केही भयो भने उहाँले तपाईँलाई सुख हुन सक्दैन त्यो चाहिँ अब तपाईँले ज्यान अब तपाईँको अब रिजनेबलमा हो होइन अब मान्छेको एउटा मान्छेले एउटा केटीले फोन चलाइरहेको हुन्छ अनि एउटा केटाले देखेछ अनि ऊ चाहिँ रोड क्रस गर्नुपर्छ केटाले देखेछ केटीले चाहिँ अब त रोडमा गाडी स्पिडमा आइसक्यो झ्याप्पै समातेछ तान्छ पहिले चाहिँ केटीले त्यसलाई नै सुरु गर्यो तर ट्रेन्डिङले भनेको चाहिँ डलिरहेको अवस्थामा क्या मान्छे त्यस्तो भनेको तर सु त जसले जसले गर्नुपर्छ तर जित्छ कि हार्छ चाहिँ कुरा हो तर भरेसम्म मान्छेको ज्यान तपाईँ मान्छे ढलिरहेको देखिरहेको छ र CPR दिँदा केही भयो भने CPR तपाईँको अब खासमा त तपाईँले केही नगर्यो भने त मान्छे त मर्छ नि तर त्यो नियमले चाहिँ तपाईँलाई केही लाइक नियम कानुनले नै प्रोटेक्ट गर्छ क्या किनभने तपाईँले अब राम्रो सोचाइले काम मद्दत गर्नु खोजेको नि त त्यति बेला सु भन्नु चाहिँ पाउँदैन अब त्यो भनेको चाहिँ अब जो पाइ त्यसलाई गर्ने तर लाइक अब मान्छे ढलेको देख्यो भने चाहिँ ल चिज मिङ्कीमा नेक्स्ट
80 to never 80 ल्याउने 80 we not doing छैन okay but pause to turning no pause and you go there's a click अलिकति यता गरे भने कता हो ए हो सर टिक टिक औरसँग गर्ने हो टिक आएर I don't know where it is आएन रे तिम्रो प्रेस पुगेन नि लोकेसन अलिकति pressure yeah what the fuck there you go okay so छिले भने जस्तै है ल फेरि अब लास्ट एकजना डेमो आउनु पर्यो ल जिनो कन्ट्रोल गर्ने अनि एकजना बच्चाहरुको चाहिँ फरक छ बच्चाहरुको चाहिँ तपाईको यहाँ हेर्ने हो तपाईको यहाँ हुँदैन यहाँ हेर्ने हो सास यहाँ खान्छ यहाँ हुन्छ यहाँ थाहा यो यहाँ छ के एउटा थाहा यहाँ हेर्नु बच्चाहरुको चाहिँ किन भन्नु भने फेरि उनीहरुको चाहिँ टेक्निकै छुट्टै छ त्यही फेरि उनीहरुको पनि उमेर अनुसार हो लाइक सानो हातमा बोक्ने र उनीहरुकोमा फरक छ नि त तर मेन भनेको 911 कल गर्ने हामी त्यो मान्छेहरुले लाइक बाटोमा चाहिँ अझै एकजना को भन्छ ल ल तपाईहरु सबै डेमो सबै गरेर बिस्तारै खाजा साजा खाएर आउनुस् म काममा जाने बेला भयो सबैलाई थ्यांक यू नबाई थ्यांक यू भाइ अनि म चाहिँ लाउनु पर्छ वन शॉट कम on किममा अन्नमा न बताउने मान्छे सिकन चाहिँ कहाँ सिकन चाहिँ आउनु सिकन चाहिँ हामी बालक अनि सो पहिला आउँदा के भयो सबै फर्स्टमा सिन सेफ्टी भयो सिन सेफ्टी फाजु लगाउँछ नि मिला सिन सेफ्टी ल मेक स्योर सबै वरिपरि के डेन्जरस छैन आफ्नो ज्यान जोखिममा छैन मान्छेको ज्यान जोखिममा छैन है सो फर्स्टमा त्यो गरेपछि के गर्ने अर्को अरु बस्नु 91 हलाएर कराउने के त बोल्छ ओइ ओइ फोन गरेपछि सास हेर्ने तपाईले अब यस्तो कान यो कान नजिक राखेर अब घुम्रो पर्ने छ भने नि नजिक राखेर छाती तपाईको यहाँ सास आइरहेछ कि त यहाँ छाती सुरु गरिहाल्ने सुन्नु त मिलेन हैन पटाउन सक्नु मिलेन है यताउति अनि पूर्वजको साथी चाहिँ त्यो माथिको पहिले एकदम राम्रो सेफ बसिदा फ्रेश गर्ने बेला चाहिँ गर्ने बेला चाहिँ यो गर्ने हैन हात तपाईको माथि हात माथि नभएर जिउलाई दबाउने जिउले दबाउने हात चाहिँ माथि एउटै ठाउँमा राख्ने जिउले दबाउने मान्ने भयो नि थ्याङ्क यू अब अहिले चाहिँ अब हामीले चाहिँ खाना सुरु गरौँ अनि त्यसपछि हामी यो डमीहरू राखेर मान्छेहरूलाई प्र्याक्टिस गर्न दिन्छौँ है ओके ओके ल लन्च टाइम ल अहिले चाहिँ लन्च हो all lunch we have here sayang पनि lunches yeah and then what we have here something here मर्ची रहेछ ए हैन ठीक है ओइ ओके ल आफ्नो फर्स्ट स्टेप के हो ल फर्स्ट स्टेप चाहिँ घटना स्पेस चाहिँ पेशेन्ट र आफ्नो लागि सेफ छ कि छैन हो ल आफूले भने सही हो फर्स्ट स्टेप आफू र त्यो ढलेको मान्छे राम्रो सही सेफ ठाउँमा छ कि छैन भनेर चेक गर्ने भयो हैन तपाईँको बिरामी छ भने तर म के गर्नु भयो त्यो छेउमा राख्नु पर्यो राम्रो सही ठाउँमा हैन
किनभने सरमा त गाडी यताउता हुन्छ नि अनि अब पहिरो गएको ठाउँमा पर्यो भने अब पहिरो आउने ठाउँमा गर्नु भएन अलिकति कुनामा लानु पर्यो ल त्यसपछि ल ममा ममा चाहिँ अघि राम्रोसँग सुन्ने ए ममा चाहिँ यता र उता सुन्ने राम्रो छैन भने चाहिँ 911 कल गर्नु पर्यो सो होइन 911 कल गर्नुभन्दा अगाडि एउटा अझै एउटा छ के छ 911 कल हुँदा आफ्नो डेमोन्स्ट्रेसन देखाउनु ल यसमा चाहिँ अलिकति कडा गर्नुपर्छ है हाम्रो चाहिँ यस्तो यस्तो गर्ने होइन अलिकति हल्लाउने हो लाइक मान्छे जो गर्ने गरी हल्लाउने है ल त्यसपछि मान्छे उठेन बेहोस भएको भएछ ल ल उर्बुटले भन्यो 911 कल गर्ने 911 कल गर्दा दुई इम्पोर्टेन्ट कुरा के भन्नु पर्यो उर्बुटी लोकेसन र पेशेन्टको सिचुएसन ओ भयो लोकेसन अनि पेशेन्ट के भयो ढलिरहेछ कि उठिरहेछ अवेर छैन होइन ल भने तपाईँहरूले अब त्यसपछि के छ CPR सासमा चाहिँ चेक गर्छ ल कान छेउमा लगेर त्यही हो सो कान तपाईँको नाक नजिकै अनि कानले हावा हेर्ने सास फेरेछ कि छैन अनि आँखाले चाहिँ छाती हो अब मान्छेको सास फेरि रोक्यो के अरे सास फेरेन ल त्यसपछि ल अब सास फेरि छैन बेहोस छ अनि CPR सुरु गर्दा फर्स्टमा के हो ल त्यो भन्दा अगाडि लाइक CPR चाहिँ छातीमा कहाँ गर्नुपर्छ छातीको बिचमा हाम्रो सो छाती हाम्रो छातीको दुईवटा निपलहरू हेर्छ निपलहरूको टक्क बिचमा हाम्रो यो पम्प आपले के भन्छ नेपालीमा खिल हाम्रो यो हातको खिलले यता होइन हातको खिल यता भयो आफ्नो लेख्ने हात डमिनेन्ट हात जुनले सबै तपाईँ बढी काम गर्छ त्यसले त्यहाँ राखेर अर्को हात चाहिँ माथि होइन अनि त्यसपछि के हो हाम्रो एल्बो बेन्ड कि स्ट्रेट एल्बो स्ट्रेट है अनि छाती चाहिँ कहाँ हुनुपर्छ आफ्नो छाती चाहिँ हो सिधा माथि भएर अनि तपाईँको हातले दबाउने कि जिउले हो सो अनि CPR कसले दिनु रोक्ने मान्छे के बिहेभ सास फेर्यो यताउता भयो भने अनि त्यहाँबाट एम्बुलेन्सको मान्छे आइसक्यो भने हो ल है धन्यवाद सबैलाई है थ्याङ्क यू है ग्रेट यो अब होपफुली आज तपाईँहरूले प्रोग्रामबाट केही राम्रो कुरा सिक्नुभयो होला तर सबैभन्दा हाम्रो चाहिँ अब लाइक मैले भने जस्तै अगाडि हुन्छ नि CPR दिनु र नदिनुमा मान्छेको ज्यान लाइक CPR दियो भने ढलेको मान्छे बचाउने सम्भावना 2 देखि 3 गुणा बढ्छ 2 to 3 times बढी बाँच्ने सम्भावना हुन्छ CPR नदिनु भन्दा है त्यसैले अब नहुने बेला जे पनि हुनसक्छ तर यस्तो कुराहरू चाहिँ अलिकति दिमागमा राखेर रेडी भएर बस्यो भने चाहिँ राम्रो हो हुन्छ नि होइन त त्यो भन्दै आजको हाम्रो CPR को प्रोग्राम हामी अब सफल हुन्छ नि तपाईँहरू आउनुमा धेरै धेरै धन्यवाद है हाम्रो अर्को छ को होस्ट याङजुम साउदा सो धेरै धेरै धन्यवाद है आउनुलाई थ्याङ्क यू ल थ्याङ्क यू